नमस्ते। आजको पाठमा म कक्षा 10 को नेपाली विषयको नमुना प्रश्नपत्र अन्तर्गत व्याकरण खण्ड लिएर आइरहेको छु। विद्यार्थी भाइ बहिनी, कक्षा 10 को एसई परीक्षा चैत्रमा हुन गइरहेको छ र एसई परीक्षामा आउने नमुना प्रश्नको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आज म एउटा सानो पाठ बनाउन गइरहेको छु र यो पाठ चाहिँ व्याकरण खण्ड अन्तर्गत मात्रै रहेको छ। विद्यार्थी भाइ बहिनी, नेपाली विषयमा जम्मा 3 घण्टा समय रहनेछ। पूर्णाङ्क 75 को हुनेछ र 75 को 35% सैद्धान्तिकतर्फ ल्याउनु पर्ने हुन्छ भने 25% प्रयोगात्मकतर्फको अङ्क जोडिनेछ। र नेपालीमा सर्वप्रथम 1 नम्बरमा समूह कमा दिएको शब्दको अर्थ समूह खबाट पहिचान गरी जोडा मिलाउनुहोस् भनेर आएको हुन्छ र यसको प्राप्ताङ्क 2 हुनेछ। यसको समूह कमा र समूह खमा गरेर प्रश्न दिएको हुन्छ। जस्तै समूह क अन्तर्गत लवज, वेग र इख, आभा छ भने समूह खमा प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष, खराब नतिजा, अनुकरण, हाउभाउ, व्याकुल, विवल, कुनै वस्तु आदिमा देखा पर्ने चमक, बोली भनेर यसरी तलमाथि नमिलाइकन दिएको हुन्छ। अब हामीले प्रश्नको उत्तर दिँदाखेरि प्रश्न सार्नु पर्दैन भाइ बहिनी। 1 अङ्क दिने, उत्तर लेख्ने, त्यसपछि समूह क लेख्ने, समूह ख लेख्ने र त्यसपछि क्रमशः जुन शब्दको अर्थ जुन शब्द अर्थसँग मिल्छ त्यो चाहिँ सरासरी लेख्नुपर्ने हुन्छ। जस्तै लवजको बोली, वेग र व्याकुल विवल, इखको प्रतिशोधको भावनाले मनमा हुने द्वेष, आभा कुनै वस्तु आदिमा देखा पर्ने चमक, यसरी शब्दको अर्थ सरासर लेख्नुपर्ने हुन्छ र यसरी लेखिएपछि 2 अङ्क प्राप्त हुन्छ। त्यस्तै गरेर 2 नम्बरमा दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् भन्ने क्वेसन आएको हुन्छ। यसको पनि प्राप्ताङ्क 2 रहेको छ। जस्तो अनुच्छेद यो खालको आउँछ: हामी बसोबास गर्दै आएको यस जगतमा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिई परोपकारी कार्य गरेर कर्तव्य पुरा गरेका छन्। नदीले जल दिएर, वृक्षले फलफुल दिएर, सूर्यले ताप दिएर र चन्द्रमाले शीतलता दिएर आफ्नो कर्तव्य पुरा गरेका छन्। यसबाट कर्तव्य पालन प्राकृतिक, नैसर्गिक र महान कुरा हो भन्ने पुष्टि हुन्छ। अधिकारको मोलतोल त कमजोरको झुन्डमा मात्र हुन्छ। यसरी एउटा अनुच्छेद दिएको हुन्छ भाइ बहिनी। अब यसको प्रश्न दिएको हुन्छ। प्रश्न यस प्रकारको हुन्छ: क नम्बरमा संसारको पर्यायवाची शब्द हो। त्यस्तै ख नम्बरमा पुच्छरको विपरीतार्थी शब्द हो। त्यस्तै ग नम्बरमा व्यक्ति वा वस्तुको जमात बुझाउने शब्द हो। त्यस्तै घ नम्बरमा अनेकार्थी शब्द हो। अब हामीले यो भनेको खाली ठाउँमा चाहिँ माथिको अनुच्छेदबाट पर्यायवाची शब्द, विपरीतार्थी शब्द आदि खोजेर भर्नुपर्ने हुन्छ। र यसको उत्तर दिँदाखेरि नम्बर 2 लेख्ने, उत्तर लेख्ने, त्यसपछि क लेख्ने, त्यसपछि संसारको पर्यायवाची शब्द जगत हो भनेर लेख्ने। जगत माथि अनुच्छेदमा आएको छ। त्यस्तै ख पुच्छरको विपरीतार्थी शब्द महान हो भनेर लेख्ने। त्यो महान भन्ने शब्द पनि अनुच्छेदमा आएको हुन्छ। त्यस्तै ग नम्बरमा व्यक्ति वा वस्तुको जमात बुझाउने शब्द झुन्ड हो, जुन माथि अनुच्छेदमा आएको छ। त्यस्तै घमा अनेकार्थी शब्द ताप हो। यसरी भाइ बहिनी अनुच्छेदमै सबै शब्दहरू आएका हुन्छन्। ती शब्दलाई पहिचान गरी हामीले खाली ठाउँमा भर्नुपर्ने हुन्छ। त्यस्तै 3 नम्बरमा दिएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् भनेको हुन्छ र यसरी अनुच्छेद दिएको हुन्छ। जस्तै गङ्गाधर आँखामा राखे पनि नबिजाउने खालका मानिस थिए। उनी आफू भलो त जगत भलो भन्ने सोच राख्ने मानिस थिए। गाउँमा कसैले अन्याय गर्यो भने वरिपरि 10 गाउँका दुनियाँ उनैको ढोकामा फिराद गर्न आइपुग्थे। उनको शासनकालमा कसैले कसैलाई सताउन पाएन। यसरी एउटा अनुच्छेद दिएको हुन्छ र त्यसबाट चाहिँ एउटा उखान र एउटा पारिभाषिक शब्द खोज्नुपर्ने हुन्छ वा पहिचान गर्नुपर्ने हुन्छ। र उखान तथा पारिभाषिक शब्दको बारेमा मैले यस अगाडिको पाठमा जानकारी दिइसकेको छु। र यो अनुच्छेदमा हामीले खोज्दाखेरि उखान भनेको आँखामा राखे पनि नबिजाउने हो। आँखामा राखे पनि नबिजाउने भन्ने उखानलाई वाक्यमा प्रयोग गर्दाखेरि मिलनसार आयुषलाई कक्षाका सबै साथीहरू आँखामा राखे पनि बिजाउँदैन भन्छन्। यो एउटा उखानलाई वाक्यमा प्रयोग गरिएको उदाहरण हो। मानिस थिए, गाउँमा कसैले अन्याय गर्यो भने वरिपरि 10 गाउँका दुनियाँ उनैको ढोकामा फिराद गर्न आइपुग्थे। उनको शासनकालमा कसैले कसैलाई
सताउन पाएन। यसरी एउटा अनुच्छेद दिएको हुन्छ र त्यसबाट चाहिँ एउटा उखान र एउटा पारिभाषिक शब्द खोज्नुपर्ने हुन्छ वा पहिचान गर्नुपर्ने हुन्छ। र उखान तथा पारिभाषिक शब्दको बारेमा मैले यस अगाडिको पाठमा जानकारी दिइसकेको छु। र यो अनुच्छेदमा हामीले खोज्दाखेरि उखान भनेको आँखामा राखे पनि नबिजाउने हो। आँखामा राखे पनि नबिजाउने भन्ने उखानलाई वाक्यमा प्रयोग गर्दाखेरि मिलनसार आयुषलाई कक्षाका सबै साथीहरू आँखामा राखे पनि बिजाउँदैन भन्छन्। यो एउटा उखानलाई वाक्यमा प्रयोग गरिएको उदाहरण हो। त्यस्तै पारिभाषिक शब्द अन्याय हो। पारिभाषिक शब्दलाई वाक्यमा प्रयोग गर्दा हामीले कसैलाई पनि अन्याय गर्नु हुँदैन। त्यसरी सामान्य खालको वाक्य निर्माण गर्नुपर्छ। हामीले वाक्य बनाउँदाखेरि अप्ठ्यारोतिरबाट सोच्नु हुँदैन, सजिलो तरिकाले सोचेर सजिलो खालको वाक्य बनाउनु पर्छ। त्यस्तै 4 नम्बरमा पनि क्वेसन दिएको हुन्छ। क र ख गरेर दिएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्। त्यसमा नमिलेका अथवा वर्णविन्यास नमिलेका र मिलेका जम्मा 4 वटा शब्दहरू दिएका हुन्छन्। उस्तै शब्दहरू र जुन वर्णविन्यास मिलेको शब्द छ त्यसलाई छानेर हामीले उत्तरमा लेख्नुपर्ने हुन्छ। जस्तो उदाहरणमा यहाँ अ नम्बरमा शीतोष्ण 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 र यहाँ शीतोष्ण चाहिँ कुन सही छ भनेर छुट्याउनु पर्ने हुन्छ। र यहाँ शीतोष्ण चाहिँ स तालव्य सलाई दीर्घ इकार तलाई उकार तो पेट चिरो स भन्छौँ हामी मूर्धन्य सलाई पेट चिरो सको आदि स र अड शीतोष्ण रहेको छ। यो चाहिँ सही वर्ण विन्यास मिलेको शब्द हुन्छ। यसरी क नम्बरमा शुद्ध शब्द छान्दाखेरि सही वर्ण विन्यास मिलेको शब्द छान्नुपर्ने हुन्छ। यो अ र आ गरेर 2वटा आउँछ र 2वटा शब्द समूहबाट 2वटा शब्दहरू छान्नुपर्छ। त्यस बापत विद्यार्थी भाइ बहिनीहरूले 1 अङ्क प्राप्त गर्नेछन्। त्यस्तै गरेर ख नम्बरमा दिएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् भनेर आएको हुन्छ। यसको प्राप्ताङ्क 2 रहेको छ। जस्तै प्राचीन ऋषिमुनिले अनेकौं सभ्यता संस्कृति पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिजाएर मेरो देशको शिक्षालाई आलोकित पारे। यसमा शुद्ध
भने कर्तामा द्वारा लगाउनु पर्छ। त्यस्तै आफू आएको छ भने आफूलाई म बनाउनु पर्छ, म आएको छ भने आफू बनाउनु पर्छ। मद्वारा अथवा म घुम्छु भन्यो भने मद्वारा घुमिन्छ। यहाँ घुमिन्छमा इ जोडिएको छ, घुममा चाहिँ इ जोडिएर घुमिन्छ भनेको छ। यसरी वाच्य परिवर्तन गर्दाखेरि क्रियापदमा कर्म र भाव बनाउँदा क्रियापदमा इ जोड्ने, कर्तामा द्वारा जोड्ने र कर्म र भाव वाच्यलाई कर्तृवाच्य बनाउँदा क्रियापदमा रहेको इलाई हटाइदिने र कर्तामा रहेको द्वारालाई हटाइदिने। हटाइदिएपछि कर्तृवाच्य बन्छ भाइ बहिनी। यसका लागि छुट्टै पाठ फेरि पनि निर्माण गर्ने नै छु। त्यस्तै गरेर अर्थक बनाउनु पर्ने भनेर दिएको छ यहाँ र यो अनिवार्य क्वेसन हो। प्रेरणार्थक भनेर जहिले पनि पाठमा प्रश्नपत्रमा आएको हुन्छ र यसलाई तिमी कथा पढ्दैछौलाई प्रेरणार्थक वाक्य बनाउँदा गुरु तिमीलाई कथा पढाउँदै हुनुहुन्छ। यहाँ चाहिँ कर्तालाई कुनै अर्को कर्ता थपेर काम गर्न लगाउनु पर्ने हुन्छ। त्यसरी काम लगाउने वाक्यलाई नै प्रेरणार्थक वाक्य भनिन्छ। त्यस्तै घ नम्बरमा सबैले असल काम गर्नुपर्छ भनी गुरुले भन्नुभयो। यसलाई प्रत्यक्ष कथनमा लैजानुहोस् भनेर यहाँ दिएको छ र यसलाई प्रत्यक्ष कथनमा लैजाँदा गुरुले भन्नुभयो सबैले असल काम गर्नुपर्छ। र यो प्रत्यक्ष कथन र अप्रत्यक्ष कथन बनाउँदाखेरि भाइ बहिनी, प्रत्यक्ष कथन बनाउँदाखेरि हामीले प्रत्यक्ष भनेको कुरालाई राख्नुपर्छ भने अप्रत्यक्ष कथनमा लैजाँदाखेरि हामीले अप्रत्यक्ष रूपमा भनेको बनाउनु पर्ने हुन्छ। जस्तो यहाँ सबैले असल काम गर्नुपर्छ भने गुरुले भन्नुभयो, यो अप्रत्यक्ष कथन हो। त्यसलाई प्रत्यक्ष बनाउँदा गुरुले भन्नुभयो सबैले असल काम गर्नुपर्छ। यसलाई यसरी बनाउनु पर्ने हुन्छ। र अन्तिममा 10 नम्बरमा एउटा अनुच्छेद आएको हुन्छ भाइ बहिनी र यो पनि व्याकरण खण्ड अन्तर्गत नै पर्दछ र 10 नम्बरमा एउटा अनुच्छेद दिएको हुन्छ र त्यसको प्रश्नहरू दिएको हुन्छ। प्रश्नहरूमा व्याकरण अन्तर्गतकै प्रश्नहरू सोधिएको हुन्छ र यसको प्राप्ताङ्क पनि 4 रहेको छ। जस्तो यहाँ उदाहरणमा म भन्न गइरहेको छु, भाषा कुनै पनि देशको अमूल्य सम्पदा हो। एउटा भाषा लोप हुनु भनेको त्यो देशको एउटा सम्पदा नासिनु हो। त्यसैले आफ्नो देशको भाषिक सम्पदा जोगाउन राज्यले पनि पहल गर्नुपर्छ। विभिन्न मातृभाषाको प्रयोगबाट त्यस देशमा बहुसांस्कृतिक र बहुभाषिक सौन्दर्य भित्रिन्छ। भाषालाई जीवित बनाउन राज्यको पहल र उक्त भाषाका वक्तामा भाषाप्रतिको सचेतता र प्रयोग गर्ने इच्छा शक्ति आवश्यक हुन्छ। यसको आशय भाषा जीवन्त हुन सम्बन्धित वक्ता वा समुदायले आफ्नो मातृभाषा बोल्नै पर्छ भन्ने हो। यसरी हरेक व्यक्तिको आफ्नो मातृभाषा बोल्दा मात्र त्यो भाषा